ठोकेर मात्र हत्या गर्ने मान्छेहरू हत्यारा हुन्नन्, जो मर्न बाध्य बनाउँछन् नि ती मान्छेहरू पनि हत्यारा हुन् भन्छ के हो। तिमीहरू चाहिँ हत्यारा रहेछौ के। जापानको केही बिजनेसम्यान भनाउँदाहरू खाइसिया खोलेर बसेको चुतियाहरू नेपालबाट चाहिँ ब्याचलर भिसामा ल्याएर यहाँ ल्याएर मान्छेलाई अलपत्र पारेर 2 महिना 3 महिना झुलाएर अनि ल त मेरो कम्पनीमा चाहिँ काम गर्न मैले तँलाई राख्न सक्दिनँ अनि तेन्सोको गर भनेर मान्छेलाई अलपत्र पार्ने तिमीहरू चुतियाहरू नि हत्यारा भन्दा चाहिँ कम छैनस् है तिमीहरू, बुझिस् नि। जो छस् हेर, मेरो चिना होस् परिचय होस् मलाई आई डोन्ट केयर, तर तिमीहरू नि मासाला हत्यारा भन्दा चाहिँ कम चाहिँ रहेनछस् के खातेहरू, बुझिस् नि। यस्तो बिजोग यार, कस्तो बिजोगसम्मको कहानी सुन्यो भन्दाखेरि नि मैले 13,50,000 रुपियाँ लिएको 2 महिना चाहिँ आफ्नो खाइसामा गरिदियो, त्यसपछि तेस्रो महिनाबाट डिपेन्डेन्ट गरिदिन्छु भनेर अनि त्यसपछि तेस्रो महिनाबाट चाहिँ ल तेरो मेरो कम्पनीमा तँलाई ठाउँ छैन भनेर गलत तारा निकालेको। ल हेर्नुहोस्, न डिपेन्डेन्ट छ, न आफ्नो फ्यामिली आफ्नो साथमा छ, न भाषा छ, न कम्पनी छ। साला तिमीहरू हत्यारा होइनस् ल भन् त, तिमीहरू हत्यारा भन्दा कम छैनस् के, बुझिस् नि। गोली ठोकेर मार्ने मात्र हत्यारा हुन्न भन्ने कारण चाहिँ यो रहेछ के। तिमीहरू बिजनेसम्यान भनाउँदाखेरि म्याक्सिमम बागलुङको रहेछ फेरि है। 192 जनाले मलाई सम्पर्क गर्नुभएको थियो, त्यसमा 103 जना चाहिँ ब्याचलर भिसामा आएको हुनुहुँदो रहेछ कि। 133 जना ब्याचलर भिसामा आएकोमा 53 जनालाई त बागलुङले ठगेको छ यार, कसम। म बागलुङ समाजको महासचिव हो होइन, मैले उहाँलाई भनेको पनि छु होइन, तपाईँले हाम्रो बागलुङ समाजमा चाहिँ तपाईँले लेटर लेख्नुभयो भने नि म महाकसम नाङ्गे झार पार्छु भनेको छु क्या तिनीहरूलाई। यस्तो हालत बनाउने हो यार मान्छेको। साला खातेहरू यार। अनि के तिमीहरूको यो बागलुङेको यो बिजनेसम्यानको यो ब्याचलर भिसा ल्याएर यहाँ बितारा पार्नेको बुढीहरूले पनि मेरो टिकटक हेरिरहेछस् भने नि होइन, तिमीहरूको पहिले धन कसरी कमाउँछ यार, के भन्छ न, महँगा महँगा गहना लाएर त हिँड्छौ होला तिमीहरू, तर त्यो सतले कमाएको धन होइन क्या। त्यो सतले कमाएको धन होइन भने नि एक दिन पोल्छ, डेफिनेटली पोल्छ एक दिन, थाहा छ। ख्याल गर्नु श्रीमतीज्यूहरू पनि ठक्क श्रीमतीज्यूहरू है, फेरि मेहनत गरेर कमाएको श्रीमतीज्यूहरूलाई मेरो एकदमै रेस्पेक्ट छ होइन। ठक्क श्रीमतीज्यू मक्ख परेर मेरो पहिले आज यति कमायो उति कमायो भनेर दङ्ग नपरे हुन्छ, बुझ्नुभयो नि। एक दिन पोल्छ, 100% पोल्छ, यही जुनीमा पोल्छ, थाहा छ। श्राप लाग्छ यार, यस्तो हरिबिजोग बनाउने हो। चितवन, गोर्खा, मकवानपुर, आम्मामामामा बिजनेसम्यानहरू होइन। मेरो पनि एउटा कम्पनी छ क्या, 4 जना मैले पनि ल्याउन सक्छु हेर्नुहोस् होइन। 12 चौको 48 लाख आउँछ कि मलाई पनि, 4 जना मैले ब्याचलर भिसाको मान्छे ल्याएँ भने। तर मलाई ल्याउनु छैन कि, बुझ्नुभयो नि। म ल्याउँदा पनि ल्याउनु, बुझ्नुभयो नि। मलाई अहिले ल्याइदिए, मलाई जापान छिराइदिए भन्ने मात्रै जति छन्। म भन्छु भाषा पढ, जापानमा जापानिज ल्याङ्ग्वेज भन्दा अरू काम छैन, जापानिज ल्याङ्ग्वेज पढ, त्यसपछि आऊ आफै, कसैले केही गरिदिनै पर्दैन। ओ माध्यम अलिअलि बनिदिएला, तर यहाँ आइसकेपछि यस्तै हरिबिजोग हुँदैन। मलाई आज 103 जनाले मलाई म्यासेज मैले फोन गरेँ, उहाँले पहिला मलाई म्यासेज गर्नुभएको थियो, मैले फोन गरेँ, हरिबिजोग छ भनेर रुनु भयो यार मसँग। तिमीहरूको कारणले हो क्या, हत्याराहरू तिमीहरू होस् के सालाहरू यार। थुके तिमीहरूलाई भागाहरू यार। धन कमाएर के गर्छस् हौ खातेहरू, यत्रो ठगेर यार, दुनियाँलाई रुवाएर, परिवारलाई यस्तो बितारा पारेर, भगवान् यार सकिन्न यार। अनि यिनीहरूलाई चाहिँ नमस्ते दाई, ओहो दाई, हजुर दाई भन्नुपर्छ के होइन। त्यही भएर हो कि यो दाई दाई भन्न मन नलाग्ने मलाई चितियाहरूलाई। ओसाकामा त हरिबिजोगै रहेछ क्या, खेलै यही छ यार ओसाकामा। केही त मैले चिनेकै चुतियाहरू पनि रहेछ, अझ एनआरएनमा पनि, एनआरएनको अभियन्ता भनेर पनि हिँड्दा रहेछन् क्या केही चुतियाहरू। त ल हेर्नुहोस्, बाहिर चाहिँ एनआरएनको चुनाव आउने बेलामा चाहिँ उनीहरूको ठुल्ठुलो धाक हुन्छ कि चुतियाहरूको। सुन चुतिया, मलाई थाहा छ, प्रमाण पनि राखेको छु मैले। अब चाहिँ ख्याल गर्नु, बुझिस् नि। म पर्सनल्ली जान चाहनारा मात्र हो। मेरो विरोध भनेको प्रवृत्तिप्रति हुन्छ होइन। मैले अस्ति टिकटकरलाई गाली गरेँ अथवा भने टिकटकरले यो गर्नु हुँदैन भने त्यो मेरो व्यक्तिगत गाली थिएन, त्यो मेरो प्रवृत्तिमा गाली थियो। हिजो मैले केही बुझाउन खोज्दाखेरि नबुझ्ने मान्छेहरू होइन मेरो प्रवृत्तिप्रति गाली थियो, र यो पनि मेरो प्रवृत्तिप्रतिको गाली हो होइन।
तिमीहरू नि मासालाहरू सतले कमाउन सिक्के खातेहरू यार। हेत्तेरी यार, यस्तो हरिबिजक बनाएर मान्छेलाई मर्न बाध्य बनाउने, 10औं लाख ऋण काटेर आएको छन् होइन। यहाँ काम पाउँदैन भाषा नभएपछि। हामी जस्तो मान्छेलाई त टेन्सनको गर्छु भन्दाखेरि कति गाह्रो हुन्छ होइन। यस्तो हरिबिजक बनाउने यार यो ब्याचलर भिसा त। यो त यार न्यु खालले त यो ब्याचलर भिसालाई त कोल्याप्सै गरे हुन्छ यार। यस्तो हरिबिजक पनि बनाउने हो त। कम्तीमा स्टुडेन्ट मान्छेले त यार आज पढ्छ भोलि पढ्छ 3 महिना 6 महिनामा त उसको भाषा बन्दै जान्छ नि त होइन। त्यो के भन्छ नेपालको ब्याचलर पास गरेर आएको स्टुडेन्टहरू के अरे उसको कामदारहरूको त हालत खराब हुँदैन। यस्तो कमन कुरा पनि कस्तो नसोचेको पिचासहरू यार तिमीहरू। अलिकति दिमाग सोच। अनि पिचासहरूको श्रीमती आफ्नो बुढालाई पनि सम्झा, बुझिस् नि। तिमीहरूको पनि चान्चुने हरकत त हुन्न नि त फेरि बाहिर फेर देख्छु नि त म पनि होइन। तेरो बुढाहरूले कसरी पैसा कमाइरहेछ देख्छु क्या म पनि। तेरो तामझाम पनि बाप 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 बाबा सानोतिनो हुन्छ तिमीहरूको। तिमीहरूलाई पनि मुख छोडेर गाली गर्न मन छ क्या मलाई तामझाम देख्दाखेरि। आफ्नो बुढाले कसरी पैसा कमाइरहेछ, कतिलाई ठगेर दुनियाँलाई रुवाएर हत्या गरे जस्तै हो क्या त्यो ठग भनेको पनि। भोलि बिहान हरिबिजक भएर नेपाल फर्कन पर्ने कि यहीँ अब मर्न पर्ने स्थिति भयो भने मान्छे मर्न बाध्य हुन्न। नेपाल गयो ऋणको चाङ छ, के गर्नु। पिचासहरू ख्याल गर अलिकति।